हेलो गाइज, आज हामी जाँदैछौँ पुसे 15 मनाउन जङ्गलतिर। दाउरा लिएर केटाहरूले दाउरा बटुल्दै हिँड्छन्। अब हामी चुलोको ठाउँमा आइसकेका छौँ। जङ्गलतिर पसिसकेका छन्। लुटे त खोज्न लाग्यो। यहाँ पकाउने भन्ने प्लान छ गरे हेरौँ। हेर्न सक्नुहुन्छ ठाउँ सिफ्ट गरिसकेका छौँ। एउटाले आगो फुक्दैछ, ऊ सामान लिएर आउँदैछन्। भैया सामान छ भाइ। आज त राति पर्छ। के त मासु त बसाउ नि। मासु प्याज काट्न सुरु गरिसकेको छ। ओइल कि कुकिङ गर्ने यार 0% हो। क्वालिटी राम्रो आउँछ नि। ल यसले डिप्ची बसालेर मासु पनि हाल्न लागिसकेको छ। लम्मा हालिसकेको छ। लम्मा मासु हालो। तेल जति भयो नि अब काम चलाउनु पर्यो। डाडो त्यति युज गरेर राखेको दाउरो। हाम्रो दाउरो नि अर्ग्यानिक छ। त्यो पन्यु आफ्नै करे सवारीमा परेको। आगोको दुई रेनालाई के मजा साथीहरूको नाच। ल ल उठी बसी चक मासु नि पाक्न लागिसकेको छ। अब ल मासु अब पकाउँदा मसला पनि जान लाग्यो। रात पर्न लागिसकेछ। हाम्रो कत्थेर पाक्ने थाहै छैन। हाम्रा कुकम्यान मिस्टर जलाइन देखाउँदै हेर्न सक्नुहुन्छ। हामी यहाँ कस्तो हर ठाउँमा छौँ। रात परेपछि तपाईँलाई भिडियो देखाइराख्छौँ। यस्तो छ ठाउँ। यहाँ राति डराउन दिन्छन् पनि भनेर सुनेका थियौँ। आज हामीले चेक गर्छौँ। यहाँ चाहिँ यस्तो छ भिड जस्तो। ल गाइस, हामी अब नाचेर थाकेर बसिसकेका छौँ। ल गाइस, फाइनली रात परिसकेको छ। हेर्न सक्नुहुन्छ तपाईँ। 10% आगो बलेछ। यता मासु नि रेडी छ। ड्याकले धोका दियो यार। दिन भेट्नलाई आउँदैन।
मासु खाँदै पाकेपछि खुकरी